के छ हौ हालखबर भाइ? गरे मेरो दाइ ठिक छ। नमस्ते भाइ, के छ हालखबर? अनि नयाँ हलचली के छ हौ? धेरै दिनपछि भेट भयो त अनि। सबै ठिक छ दाइ। हजुरको यसो हेरिरहेको हुन्छु, रमाइलो लाग्छ जिन्दगी दाइकै हेरेर बिताइरहेको छु म त। दाइलाई धेरै केटी मान्छे पछि लाग्छ, डाहा लाग्छ होला है भाइ? हजुर कहिले दाइको पछि धेरै केटी लाग्छ, डाहा लाग्छ होला भाइलाई? 50% त मेरोमा पनि लाग्छ। त्यसमा खासै वास्ता त लाग्दैन कि दाइ। अब मन भरेको यहाँ सुन्नु न, हजुर लाइभ बसिन्जेल हजुरसँग हुन्छ, हजुर लाइभ गएपछि मसँग हुन्छ, अनि कसरी वास्ता गर्नु त बुढा? कति भयो नेपालमा आएको? म लगभग 6 वर्ष भयो दाइ। अब आउँछु। नआउने? कहिले आउने? अब वैशाखतिर। गाउँघरको माया लाग्दैन र? माया त गाउँघरको भन्दा पनि छिमेकीको लाग्छ मलाई। छिमेकीको छोरीको हो? छोरीको होइन क्या, तपाईँ पनि 81 छेक डाइरेक्ट छिमेकीको बुढीको हो। छिमेकीको बुढीको रे? अनि आफ्नो नभएपछि अर्काको त मन पर्ने होइन। त्यस्तो गर्न मिल्दैन भाइ फेरि। अर्को दान फुत्काइदेला नि यार, जमाना खराब छ भाइ यार। त्यही बेला खुसिएको हो, त्यही भएर मलाई वास्ता लाग्दैन। एउटा अर्को पनि खुस्किँदा पनि फरक पर्छ। अनि भाइ मेरो पनि दाँत छैन कि, तिम्रो पनि अब आउनु न। काटेको घाँस हो र बुढा फेरि पलाउनलाई। होइन मेरो चाहिँ फटिएको हो कि, तिम्रो चाहिँ भाँचेको हो। भाँच्यो भने त मेरो त झारेकै राणाहरूले। ग्याङ फाइट खायो क्या भाइ? हजुर ग्याङ फाइट धुलाइ बोक्या हो? ग्याङ त थिएन, उनीहरूको ग्याङ रहेछ, म सिङ्गलै थियो। अब अलिअलि खाएको थियो, म पनि दादै जस्तो लाग्यो। भाइको नेपालको घर चाहिँ कता रे? पछि झरेर छ्याङ्गा हुँदा म त एक्लै रुछु साला। छाम्दाखेरि तातेन है? त्यो छामेको होइन क्या, यसरी थुक्ने बेला फुत्ता गयो क्या। है अनि यसरी छामे साला दाँत पो गयो त हो मेरो त। ओइ हाम्रो दुईटैको दाँती छैन यार, किन हो? दाँत नहुनेलाई धेरै माया गर्छन् सबैजना अर्का बुढीहरूले। है हामी त कसैले पनि माया गर्दैन है एट्रोज। भाउजूले त गर्दैन होला, तपाईँलाई थाहा छ? भाउजूले गर्छन्, अरूले गर्दैन कि? कोही केटी पनि हाम्रो पछि लाग्दैन किन हो? यहाँ लाइभमा आएर नबोल्नु भएको मात्रै हो, भाउजूले नत्र खतरा गाली गर्छ तपाईँलाई। रातभरि यस्तो पनि भन्नुहुन्छ होला, रातभरि नानी कराएको छ, नानी रुएको छ, तपाईँ लाइभमा इन्जोय गरेर रन्डा सँग त भन्दैन होला। त्यो भनेको त हाम्रो गाउँघरतिर काठमा त तास्न रन्दा भन्छ। त्यही त भनेको त नि बुढा। भन्दिनन् श्रीमती साह्रै सोची। भगवानले तपाईँलाई साँच्चीकै दिएकै हो दाइ, जेमा पनि दिएकै छ तपाईँ। भगवानले बनाएको भन्दा मलाई बाआमाले बनाएको के रे बा? मान्छेले भन्छ नि मान्छेलाई गल्ती हुन्छ भनेर। बनाएको होइन कि, मैले त दिएको भनेको छ, दिने चिजहरूमा उपहार सबै दिएको। गाडी आउँदा गाडी पनि दिएको थियो, राम्रोसँग चलाएन बुढा। जिन्दगीको गाडी एक्सिडेन्ट नभए भयो के? तिनी फलाम गाडी भए पनि केही पनि भएन, जिन्दगीको गाडी एक्सिडेन्ट भएन नभए भयो कसो? सही हो, सही हो। अनि त गाडी त फेरि किनिन्छ नि होइन दाइ? के किन्ने? खेतो खाने मान्छे धेरै छन् यहाँ। यहाँ राति राति हजार मान्छेलाई हँसाएको देख्दैन नि, किनेको प्रगति गरेको देख्छन् क्या मान्छेले। सही हो यार दुनियाँमा। ल सबजनाले दाइलाई बात हान्दियो केटा हो। ए साथी खोजेर यार। दाइ मैले एउटा दुईटा फुल त माग्दैन क्या दाइलाई। सबजना मेरो प्यारो दाइलाई, रविन दाइसँग पहिलोचोटि होइन धेरैचोटि जोडिनु भइरहेको, सिङ्गल बसिरहेको छौँ। दाइ पनि फेरि रन्डै हो क्या म जस्तै।
दाइसँग धेरै नबोल भन्छ मुख चल्छ क्या दाइ मेरो यार केटीहरू भाइ रबिन ब्रोकरलाई केटीहरू भाइहरू नजिस्किन आउँछ के अन्त नि भाइ यार केटीहरू हामी जस्तोलाई देख्नै सहन सक्दैन कि अब खै केटीहरू पछि लाग्छन् अब क्या नि भाइ बोल्नु पर्यो त्यही त भनेको त अनि यता फेरि श्रीमती फायर यता नबोले फेरि अरू केटी फायर हामीलाई पनि गाह्रो छ नि भाइ गुम्सिएर बसौँ आफै फायर फायरै फायर वाइल्ड फायर हो दाइ अँ बालेन्साले त्यसै फर्क फर्क भनेको होइन रहेछ क्या अमेरिका फर्क चाइना फर्क इन्डिया फर्क भनेको स्ट्याटस देखिरह होला तपाईँले पनि त्यसै फर्क भनेको होइन क्या राप्साको फर्क के फर्क भने हाल्छ कि भाइ आधारमा के आज त म त लाइभ इन गर्ने टाढे भाइ आज नपचेरै फर्क भने स्टेटस आउने बेलामा लाग्यो फर्किने अब लौ त नि भाइ खुसी लाग्यो छुट्टो पर्छ के नि ल केटा दाइ मेरो दाइ ल भाइ ल खुसी लाग्यो गर्भवती फिल हुन्छ दाइ तपाईँसँग भेट हुन पाउँदा गर्भवती फिल हुन्छ मलाई मतलब गर्भवित हौसला बढ्छ सानो इसारा नगरौँ न यार ल ओके हामी जान्छौँ तपाईँलाई जिम्मा दिइदिएको घबडा